सबैमा नमस्कार। आज म तपाईहरुमाझ गोचरीय प्रामाणिक विषय के छ, कस्तो अवस्था चल्दैछ भन्ने कुरालाई पनि विशेष गरी मंगललाई चाहिँ प्राथमिकतामा राखेर यहाँ म केही कुराहरु बताउन गइरहेको छु। जस्तै 2081 चैत्र 24 गतेदेखि 2082 जेठ 22 गतेसम्म चाहिँ मंगल ग्रह चाहिँ कर्कट राशिमा निचो भएर अथवा नीच अवस्थामा चाहिँ रहने हुँदा यसले चाहिँ सरकारी तथा राजनीतिक क्षेत्र, सेना, सुरक्षा तह, जग्गा जमिन, देश तथा स्थानीय सीमानाहरूमा है विभिन्न छलकपट, बेइमानीमा वृद्धि, विभिन्न दुर्घटना, आगलागी तथा भूकम्प तथा विवादास्पद झैँझगडामा उथलपुथल ल्याउन सक्छ। एकदमै सजग रहनुपर्ने हालको समय आएको छ। विशेष ध्यान आकर्षण चाहिँ केमा गर्न चाहन्छु र तपाईहरुलाई चाहिँ एउटा ध्यान आकर्षण केमा गराउन चाहन्छु भने विशेषतः मेष, कर्कट, सिंह, धनु, मकर राशि यस समय विशेष ख्याल राख्नु होला, सावधान हुनु होला। वैदिक ज्योतिषमा मंगलको कारकत्व जस्तै हाम्रो यो वैदिक शास्त्रोक्त विषयहरुलाई हेर्ने हो भने पनि विज्ञानसम्म जोडिएर विज्ञानसम्म कनेक्ट भइरहेको अवस्था हामीले धेरै फेला पारिरहेका छौं। धेरै कुराहरुलाई चाहिँ हामीले कनेक्ट गरिरहेका छौं। जस्तै हामीले यसलाई मंगललाई चाहिँ कारकत्व केलाई हेर्न सक्छौं भने मंगल भनेको एउटा दाजुबहिनी, पराक्रम, साहस, ऊर्जा हैन, सेना, सुरक्षा अनि हिम्मत, शक्ति, उत्साह हुन्छ नि, वाद विवाद, क्रोध, उग्र, क्रूर र अहंकारको कारक हो र तसर्थ यस गोचर कालमा यी सम्बन्धी प्रभाव पर्ने हुनाले सावधानीपूर्ण रहनु होला है। जुन यो मंगलको कारकत्व जुन छ यिनीहरुमा चाहिँ विशेष प्रभाव पर्ने हुन्छ। त्यो हुनाले सबैजनाले एकदमै ख्याल गर्नु होला। विशेष गरी मेष, मिथुन, कर्कट, सिंह, धनु र मकर राशिका जातकहरु वाद विवादमा फस्न सक्ने, झैँझगडाका मामलाहरुमा चाहिँ पर्न सक्ने, अनावश्यक खर्च तथा यात्रा दुर्घटनाबाट सजग रहनुपर्ने खालको समय रहेको छ है। र साथसाथै जसको कुण्डलीमा मंगल अशुभ छ तथा यसैको महादशा अन्तर्दशा छ भने विशेष सावधानी अपनाउनु होला। यसले चाहिँ हैन विभिन्न रोगहरु दिलाउन सक्ने, एक्सिडेन्टको स्थितिहरु दिलाइदिन सक्ने हैन। अझै त्यहाँ शनि र मंगलको दृष्टिगत विषय परेको छ भने विशेष अझै हानि पुर्याउने हालको अवस्थाहरु बनिदिन सक्छ। एकदमै ख्याल गरेर चाहिँ तपाईहरु अगाडि बढ्नु होला। आजलाई यति नै भने हस्त, धन्यवाद, नमस्कार।